हेलो हेलो ल सबैजना नेपाली दाजुभाइ दिदी पनि होइन ल यहाँ चाहिँ मेरो भिडियो हेर्ने अब सबैजनालाई चाहिँ म चाहिँ यहाँ चाहिँ युरोपको चाहिँ होइन युरोपको चाहिँ यो रोमानिया भन्ने ठाउँमा चाहिँ अब कन्डक्सन लाइनमा चाहिँ काम चाहिँ होइन कसरी हुन्छ कन्डक्सन लाइनको के कस्तो छ भन्ने म चाहिँ यहाँ भर्खर यतिकै रेस्ट टाइममा बसिरहेको बेला म चाहिँ मेरो दाइहरूसँग चाहिँ हल्का कुराकानी गर्छु। तपाईँलाई कस्तो लाग्छ के लाग्छ यसो छोटो के तपाईँलाई कस्तो लाग्छ यसो कमेन्ट गरिदिनु ल। हाम्रो दाइहरू चाहिँ त्यहाँ बस्नु भएको छ ल। हेलो ल दाइहरू ल बुढाजीवा त तपाईँहरू चाहिँ कन्डक्सन लाइन भने काम गर्ने यो चाहिँ यहाँ चाहिँ सबैजना दाइहरू यो दाइ म्याग्दीको हुनुहुन्छ, त्यो दाइ बाग्लुङको हुनुहुन्छ, त्यो दाइ चाहिँ म्याग्दीकै हुनुहुन्छ। यो दाइहरूले चाहिँ यहाँ चाहिँ लगभग काम गर्दै आएको चाहिँ समथिङ 1 वर्ष चाहिँ कटिसक्यो। यो दाइलाई चाहिँ धेरै छैन लगभग समथिङ अझै कन्डक्सन लाइनमा धेरै काम गर्न सकिन्न भाइ यताउता भन्दा गाह्रो मानिराख्नु भएको छ। यो दाइको चाहिँ जिज्ञासा चाहिँ कस्तो रहेछ सुनाउँ ल। ल दाइ तपाईँलाई चाहिँ मेरो युट्युब च्यानलमा स्वागत छ। धन्यवाद भाइ। तपाईँ चाहिँ यहाँ काम गर्नु लाग्यो 1 साल होइन होइन हामी सँगसँगै छौँ। अहिले चाहिँ लगभग तपाईँ चाहिँ रोमानियाको कुन कम्पनीमा काम गर्दै हुनुहुन्छ? रोमानियाको पोलिटेक्निका भन्ने ठाउँमा बस्छ। रोमानियाको एयरबास भन्ने कम्पनीमा काम गर्छ र हाम्रो कम्पनीको काम भनेको चाहिँ यो बिल्डिङ एयरबास कम्पनीमा काम गर्छ। अनि दाइ तपाईँको तलब सलब के कस्तो छ? आफ्नो खुसी त हुनुहुन्छ नि तपाईँ? अब खुसी भन्नाले पहिला चाहिँ खुसी नै थियो। अहिले आएर अलिक दुःखी बनाउन खोजेको छ तर केही छैन। दाइको चाहिँ हाँसो चाहिँ मिठो छ। दाइको घर चाहिँ कहाँ पऱ्यो भनिदिनु दाइलाई। म्याग्दी जिल्ला हजुर भगवती भन्ने ठाउँमा। हजुर अब चाहिँ रोमानियामा अब 1.5 साल भएछ दाइ। अब कतै यसो पलायन हुने यताउता सोच्नु भएको त छैन नि? पलायन हुने भनेको अहिले कतै छैन ठाउँ राम्रो भनेको। अलिकति राम्रो यसो ठन्डा खालको चाहिँ पोल्यान्ड र यो इटालीमा हालेको राम्रो रहेछ। हजुर हजुर अब त्यतातिर यसो ओर्पन झारेर जानलाई चाहिँ कोसिस गरौँ भनेको तर धेरै जस्तो लागि गएको छ, दुःख पनि पाएको छ। अनि तपाईँ दुईजना चाहिँ एकदम बेस्टी हुनु जस्तो लागेर। तपाईँ दाइको चाहिँ घर चाहिँ कहाँ नि? मेरो घर चाहिँ बाग्लुङ। तपाईँ दुईजना सँगसँगै काम गर्नुहुन्छ नि होइन? हामी यति छ। अनि दाइ तपाईँहरू दुईजना सँगसँगै होला नि काम के कस्तो छ दाइ ल? दाइ चाहिँ अलिक दुब्लो हुनुहुँदै चाहिँ अलिक धेरै खाली गर्ने दाइ ल? काम ठिकै छ, एयरबास कम्पनीमा काम ठिकै छ। अच्छा अनि घर चाहिँ ठ्याक्कै रोमानिया कति टाइम भयो यसो टाइम भन्नु त? टाइम अहिले कति 5 वर्ष भयो। नेपालदेखि 3 घन्टा टाढा कम्पनी हो। दाइ म पनि नजिकै भन्नु पऱ्यो होइन। मेरो त दाइ त्यस्तै ठिकै छ भन्नु पऱ्यो, नराम्रो पनि छैन राम्रो पनि छ भन्नु पऱ्यो, ठिकै भन्नु पऱ्यो होइन। अनि तपाईँहरू चाहिँ कस्तो अब चाहिँ कति महिना समथिङ अब 1 वर्ष 2 वर्ष 3 वर्ष कतिमा चाहिँ जाने सोचिराख्नु भएको छ नेपाल? अहिले के महिना हजुर अप्रिल हजुर अब डिसेम्बरतिर जान्छ होला। ए हजुर हजुर अब बस्ने प्लान चाहिँ छन त थियो। अब रोमानियामा धेरै मान्छेको चाप परेको छ। हजुर त्यसले गर्दा रुल रेगुलेसन चाहिँ अलिकति बढ्नु हुन्छ। अब सेलारीहरू कम्ती छ। जस हाम्रो यतिको कम्पनी बाहिर कम्पनी चाहिँ राम्रै छ तर यो सप्लाई कम्पनी चाहिँ धेरै दुःख दिइरहेको छ। 25 28 हजुर ल धन्यवाद दाइ। तपाईँलाई यतिको लागि केही जानकारी दिनुभयो। के नयाँ मान्छे आउनलाई केही सजेसन दिन चाहनुहुन्छ? नयाँ मान्छे